जिन्दगी यही फोनमा बिच के हो साथीहरू, के छ खबर? स्वागत छ फेरि पनि मेरो नयाँ भ्लगमा। बिहान उठेपछि चाहिँ मेरो डेली रुटिन सुरु भइहाल्यो। त्यसपछि म लखर अफिसतिर गएँ। अफिस पुगेपछि हेरेको त वासरुम फोहोर रहेछ, वासरुम भने। त्यसपछि यो खाएर म चाहिँ अफिसतिर गएको त हन्नाइ रहेछ हन्नाइ। त्यसपछि हामी फेरि पनि रुम सफा गर्न गयौँ। यो चाहिँ अस्ति हामीले पानी हालेको स्टोर हो। अब चाहिँ यता मान्छेहरूले ल्याउँछन्, त्यही भएर पानी सारेको कारण अहिले सफा गर्दैछौँ। सबैजनाले चाहिँ आफ्नो आफ्नो भागको काम गर्दै थियौँ। मेरो चाहिँ भागमा वासरुम थियो, म वासरुम सफा गर्नु मजाले हात दुखाइ सफा गरेपछि फाइनल लुक सबै मजाले सफा भयो, अगाडि पछाडि सबै ठाउँमा। फेरि त्यसपछि अर्को रुम सफा गर्न आयौँ। त्यो बेला यसो टाउको पनि दुखिरहेको थियो। त्यसपछि हामी एकछिन बस्यौँ अनि डिपिएमको रुम सफा गऱ्यौँ गएर। अफिसको फेरि यो टट्टीहरू सफा गरेर लागेँ म चाहिँ मेसतिर। मेसमा पार्सल बनाउँदै थियो, म पनि गएर यसो थोरै हेल्प गरिदिएँ पार्सल बनाउनु। त्यसपछि खाना खाएर रुम पुगेँ, यसो ल्यापटप स्यापटप फेरि एकछिन अनि फेरि 2 बजी उठेर आफ्नो धुनुपर्ने लुगा जति सबै उठाएँ। मेसिनमा कपडा धुन हालेर बाहिर निस्केको त बाहिर त धुलै उडेर बसिरहेको रहेछ। अफिस आएपछि वासरुमहरू मजाले सफा हान्दै त्यसपछि एकछिन बसेँ। त्यहाँबाट फेरि आफ्नो डिआडी पकाउन गएँ म होइन, डिआडी हान्नु पऱ्यो। अनि फेरि आएर अफिसमा एकछिन बसेँ। यो चाहिँ मेरो एडिट गर्ने ठाउँ हो। मैले चाहिँ सोचेँ अब भोलि त छुट्टी छ, त्यही भएर भोलि ब्लग पनि राम्रो बनाउँछु भनेर आज रातिको इन्भेस्ट गर्नको लागि त्यही सोचिरहेको थिएँ। आजको लागि भिडियो दिने मन पऱ्यो लाइक सेयर गरिदिनु ल, धन्यवाद।